हेलो नमस्कार। आज चाहिँ हामी गाउँमा आएको छौँ। हाम्रो घरमा बुढाबुढी हामी दुईजना। आज चाहिँ हाम्रो गाउँको घर कस्तो छ भनेर तपाईँहरूलाई देखाउँछु म भिडियोमा है। तपाईँहरू हेर्नु होला। यो चाहिँ हामी मेरो बुढी र म आएको छौँ अनि मेरो घरमा है पुरा फुलहरू फुल्नु थालेको रहेछ अहिले यो समय। एकदमै है यस्तो मजाले फुलिरहेछ फुलहरू, यस्तो मजाले फुलिरहेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ है, मजाले फुलेको छ फुल। अनि हामीले केही महिना अगाडि बैगुनी फुल पनि रोपेको थियौँ है। बैगुनी फुलको पनि पुरा बिरुवाहरू हुर्किसकेछ, यसरी भइरहेछ अहिले। तपाईँहरू हेर्न सक्नुहुन्छ है, मजाले एकदमै है पुरा अब चाहिँ फुल्नलाई तर्खर भइरहेछ बैगुनी फुलहरू पनि है। तपाईँहरू पुरा देख्न सक्नुहुन्छ यो समय हाम्रो घरमा अबको सिजनको फुलहरू। अनि हामी चाहिँ यो चाहिँ सबै अर्किडहरू हो है, अर्किड। म तपाईँहरूलाई मेरो माथि घरको माथिको पनि दृश्यहरू देखाउँदैछु है। हेर्नु, यहाँ त मेरो घरमा चराले गुड्लाएर यो फुलको बोटमा चरा बसिरहेछ। देख्दै हुनुहुन्छ गाइसहरू, तपाईँहरू है, चरा फुलको बोटमा चराले गुड्लाइरहेछ है। चरा बसिरहेछ यो समय। हेर्नु, तपाईँहरू हेर्न सक्नुहुन्छ ल। चरा गयो, चरा गयो। यो चाहिँ अन्डा रहेछ है, 5वटा अन्डा रहेछ चराको। चराको अन्डा 5वटा रहेछ। देख्नुभयो मेरो घरमा चाहिँ फुलको बोटमा चराले गुड्लाएको रहेछ यस समय है। आहा, 5वटा रहेछ मेरो घरको चाहिँ। एकछिन है, वरिपरि सबै यो समय बैगुनी फुल रोपेको छौँ है। यो घरको मेरो घरको सबैतिर तपाईँहरू हेर्न सक्नुहुन्छ यो समय बैगुनी फुलको बिरुवाहरूलाई है। अब चाहिँ सिजन लाग्न लाग्यो है फुल्नलाई। सबै वरिपरि नै हामीले बैगुनी फुल रोपेको छ मेरो श्रीमतीले हो। अनि यो चाहिँ मेरो गाउँको घरबाट देखिने दृश्यहरू है, यस्तो छ। यहाँ तल चाहिँ नाङ्गिन, यो चाहिँ राइन्टर गाविस पर्छ है। एकदम सुन्दर दृश्यहरू छ। पहाडको चिसो मौसमको समय छ है। एकदम कुहिरो लागिरहेछ आज चाहिँ पहाडमा है। हाम्रो गाउँमा चाहिँ बैगुनीको बोटहरू मजाले आइरहेछ। फुलहरू पनि फुलिरहेछ अहिले मेरो घरमा। बैगुनीको बोटहरू छ यहाँ चाहिँ। यो चाहिँ मेरो घरबाट देखिने मेची हाइवे। योदेखि फिदीमा आउँछ है, फिदीदेखि यो चाहिँ मेरो डेरी हो है, अनुग्रह कृषि डेरी उद्योग। अनि यो चाहिँ हाम्रो झापा जाने रुट है साथीहरू। यो चाहिँ हस् त, बाई बाई।